होटल तथा पर्यटन क्षेत्रका 18 कम्पनीको आइपिओ पाइपलाइनमा। नेपाल धितोपत्र बोर्डमा हाल होटल तथा पर्यटन समूह अन्तर्गतका 18 कम्पनीहरूले साधारण सेयर आइपिओ निष्कासनको लागि आवेदन दिएका छन्। यद्यपि विगत केही समयदेखि नेपाल धितोपत्र बोर्ड अध्यक्षविहीन हुँदा आइपिओ निष्कासन अनुमतिमा पनि ढिलाइ भएको छ। अहिले कुल 25 कम्पनीहरू धितोपत्र बोर्डमा आइपिओ निष्कासनको अनुमतिको लागि पर्खाइमा रहेका छन्। हाल नेपाल स्टक एक्सचेन्जमा 7 वटा मात्रै होटल तथा पर्यटन क्षेत्रका कम्पनीहरू सूचीकृत रहेका छन्। हाल सूचीकृत भएका होटलहरूले पनि लगानीकर्तालाई प्रतिफल दिन सकेका छैनन्। तर आइपिओका लागि आवेदन दिएका तथा पाइपलाइनमा रहेका कम्पनीहरू आइपिओमा जान होडबाजी चलेको देखिन्छ। धितोपत्र बोर्डले 18 कम्पनीलाई अनुमति दिएको खण्डमा दोस्रो बजारमा मात्रै 2,62,73,130 किता सेयर कारोबारमा आउनेछ। आइपिओ निष्कासनको लागि अनुमति मागेका सबै कम्पनीले 100 अङ्कित मूल्यमा आइपिओ निष्कासन गर्नेछन्, जस अनुसार यी कम्पनीको 2,62,73,13,13,000 रुपैयाँ बराबरको आइपिओ आउनेछ।